नमस्कार साथीहरू, तपाईँहरूलाई आज म एउटा कुरा भन्छु है। हामी प्राय जस्तो कतिपय मान्छेहरूको लिङ्गा अन्त गाउँमा नि होला होइन। हाम्रा त केही छैन, एक्लै बस्छु, लगाउने नि खेतीपाती गर्ने ठाउँ छैन, ऊ छैन भनिन्छ नि, जहाँ गयो। अनि अर्को कुरा तपाईँलाई मन हुनु बुझ्नु त, जहाँ इच्छा त्यहाँ उपाय, जसलाई इच्छा हुन्छ त्यसलाई उपाय पनि आउँछ। मलाई यस्ता चिजमा चाहिँ हरेक चिज तरकारीहरू बनाउन, खोज्न, ल्याउन मलाई केही पहिल्यैदेखि एकदम खुसी लाग्छ, इच्छा लाग्छ। खोजेर खुवाउन, बटुल्न पाए, घर परिवारमा खाना पाए, मिठो मिठो ताजा ताजा भन्नेलाई चाहिँ मिठो भन्दैमा मासु खाएर मिठो हुने होइन, अन्डा खाएर मिठो हुने होइन, घरकै मात्रै खाएर मिठो हुने होइन। हेर्नुहोस्, म हिजो पनि हो 2-3 दिन गइयो, थकित पनि थिएँ। तर मलाई बिहानदेखि के खाम आज खोले साग खाम भन्थ्यो साथीहरू। धौ भइ पनि यसो जान्छु भनेर 6 बजे भर्खर खेतरासित आएर गफ लाएर बगानमा खेतराहरू बाहिर 6 बजे आएर चिया दिएर म चिया खाएर फ्याट्ट गएर खोले साग एक बाल्टी ल्याएँ। हेर्नुहोस्, नपठाए अब होइन भन्नुहुन्छ भनेर खोले साग टिपेर एक ग्राम 6-7 फेर पहाल्ने, एउटा गरेर हेरेँ। पहिला त खोले साग पनि रहन दिन्थ्यो जुन खोलामा, अहिले त हेर्ने ठुलो मभन्दा ठुलो भएको कि बनाएँ अलिकति अब यति धेरै हुन्छ आज ल्याउनलाई। यो धेरै पनि 75 हुन्छ पकाउँदा, यो भएर कुरुङ अलिअलि गरेर आउनुपर्छ। यस्तो चिजहरू छ हाम्रा। हिजो मैले जलुका ल्याएको थिएँ, हिजो कार्यव्यस्तताले गर्दा छिटो पकाउनु पर्ने थियो, केटाडीको स्कुल नानी बाबुहरूको, त्यो भएर छिटो पकाएँ। हाम्रो जलुकाहरू कति छ खोलामा, यो खोले साग कति छ हेर्नु खोलामा, निउरो उति पलाइरहेछ अहिले। कति छ भनेर महामारी नभए पनि 1-2 छाक खानालाई तपाईँहरूले खोज्नु हो भने जति पनि पाउनुहुन्छ। खोज्नु, ल्याउनु, पकाउनु, खानु। के छ र मेरो अब केही छैन, के पकाउने होला, घरलाई तरकारी छैन भनेर अरू कहाँ जाने, दुनियाँ भए नभए कुरा काट्ने, एउटी बुहारीका कुरा एउटीले सासूले काट्ने, सासूको कुरा बुहारीले काट्ने, अर्कीका कुरा अर्कीले पल्ला अर्कीले काट्ने, पल्ला अर्कीको कुरा तल्ला अर्कीले काट्ने, माथिल्ला अर्काको कुरा के अरे अझ तल्ला अर्कीले काट्ने, साइला घरकै कुरा माइला घरकाले काट्ने। यो सिस्टम चाहिँ गलत हो। त्यो समयमा गएर आफ्नो गाउँठाउँमा भएको यो अर्ग्यानिक टिपेर ल्याएर च्याप्प तातो बनाएर खानु। यो जस्तो माछा मासु अन्डाभन्दा पोसिलो राम्रो न बिचारी छ भन्न, न बिग्राएको केही राखेको छ भन्न। यस्तो चिजहरू तपाईँहरूले पाउन गाह्रो छ। पहिला छँदा नि थिएन, धेरै हुनुहुन्थ्यो बुवाआमाहरू हाम्रो, धेरै बच्चाहरू जन्म हुनुहुन्थ्यो, यो पाउन कति मुस्किल हुन्थ्यो। अहिले लोडे खेतमा त्यति छ, खोले साग यति छ, कति छ टिप्न जाने भने जलुका उति छ। यो खोले साग यति बनाएँ, यति भुलिँदैन, जलुका त्यति छ तपाईँको खेतमा। त्यसपछि तपाईँको निउरो त्यति छ, कति छ के तपाईँहरू बाहिर छैन भनेर हिँड्नुभन्दा जाँगर गर्नुहोस्, खानुहोस्, ताजा बनाउनुहोस्, सुख हुन्छ। मेरो पनि ढाड दुख्यो तर पनि मलाई जाँगर लाउँछ। यो तरकारीहरूको नआनेपछि त एकदम हो, म त पहिल्यैदेखि जस मेरो मम्मीहरूले नि हो नि कति यताउता गरेर ट्याकटुक बनाएर बनाउँछ छोरी आयो त भन्नुहुन्थ्यो। लगभग घर नि अब जे होस् सन्तुष्टि हुनुहुन्छ होला सायद। पहिला हो यसले त ट्याकटुक गराउँछ भन्नुहुन्थ्यो पनि, अझै पनि गर्छु पनि। मलाई तौ भयो नि उ गऱ्यो नि तरकारी यस्तो गर्ने भन्ने कहिले कमी भएको तरकारी कमी छ। आज के पकाउने भन्ने महसुस हुन्न। तपाईँको मलाई जलुका चाहिँ हिजो खाएको भएर खेतमा बारीमा नदी खोलामा ढाबामा धेरै छ जलुका। तर त्यो मेरो अलि बिरामी छु म, त्यसको लागि मलाई सुट गर्दैन धेरै खान। हिजो 2 छाक खाइयो, अब 3-4 पछि खानु पर्ला। अब यो आजलाई र भोलिलाई भयो, 1-2 दिन बिराउने, त्यहाँबाट 1-2 दिनमा निउरो खाने, त्यहाँबाट मन्टा खाने, जति पनि जे पनि छ। त्यही भएर आफ्नो गाउँठाउँमा भएको चिजलाई सदुपयोग गर्नुहोस्। अब त्यही तपाईँको कति छ